हामीले सम्मान गर्ने कार्यक्रम भएको छ र यहाँनिर हामीले केही टेबलहरू पनि तयार पारेका छौँ। हाम्रो सेवाशालाको टेबल यहाँनिर रहेको छ। त्यसै गरी हाम्रो केन्द्र समितिको टेबल यहाँ छ, क्षेत्र कमिटी र विभिन्न भातृ समितिको हामीले टेबलहरू राखेका छौँ। यसै गरी म हाम्रो विभूति मयको मङ्सिमङ महागुरु फाल्गुन लिङ्गनज्यूको जन्म जयन्तीलाई यसलाई भव्य र सभ्य रूपमा मनाउन गइरहेको छौँ र तपाईँले त्यो बत्ती बाल्दै गर्दाखेरि तपाईँको हात यसले बेरेर गर्नु भएन अलिक हुनेछ। तपाईँले यहाँ फोइल पेपर चाहिँ यहाँ राखिदिनु होला। तपाईँको त डढेर सकिन लाग्यो भने भुइँमा झार्दा कार्पेट जल्न सक्छ। यहाँ फोइल पेपर छ हामीसँग। फोइल पेपरमा हाम्रो केलको हातमा छ ल सम्पूर्णले अहिले एउटा 140औं महागुरु फाल्गुनन्दा जन्म जयन्तीलाई विशेष मनाइरहेका छौँ हामीले। ल सम्पूर्णलाई यारिक नौज्ञान भन्दै हुन्छ एउटा दीप प्रज्वलन गरिदिनु होला सम्पूर्णले। आजको उद्घाटन कार्यक्रममा हामी यहाँ रहेका छौँ। आशिष लिनको लागि हाम्रो वर्तमान गुरु आत्मानन्द लिङ्गेन सिंहज्यू र गुरुआमा पवित्र आमा सामा लिङ्गेनज्यूको समाचारले माग आशिषहरू लिनको लागि हामी यहाँ दीप प्रज्वलन गरिरहेका छौँ। अहिलेको टाइम छ यो दीप प्रज्वलन पश्चात हाम्रो अन्य विशेष कार्यक्रमहरू हामी अघि बढाउने छौँ। सम्पूर्णलाई मागलाई सम्झेर हामी यो कार्यक्रमलाई सञ्चालन गर्नेछौँ। उपस्थितिमा केही मुन्दम वाचनहरू रहने कुरो म जानकारी गर्छु। मुन्दम वाचन पश्चात हाम्रो अन्य विविध औपचारिक कार्यक्रमहरू हामी निम्न लाग्यो नि हामीले फोइल पेपर पनि तयार पारेका छौँ। राखिदिनु होला। आजको यस Mundo se ya así que cuchita sambil dia video kamu nanti kita kota mungkin saya akan saya putih sawai
Kami rasa पुगिरहेका छौँ र उक्त कार्यक्रममा यो ठाउँ नभएकोले हामी सबै नाच्न सकेनौँ। हाम्रा मान सेवा सभा गुरु गुरुआमाज्यूहरू मात्रै नाचेर यो कर्तव्य पुरा गर्ने हामीले निर्णय गरेका छौँ। त्यसैले हजुरहरू फुल लिएर बसिदिनु होला। यहाँ हाम्रो गुरुज्यू गुरुआमाज्यूहरूले चाहिँ सुरु गर्नुहुनेछ। ल अब सुरु गरौँ। छोटो मन्तव्यलाई जोड्न चाहिरहेको छु। जुन हाम्रो समाजमा हाम्रो युथहरूको पार्टिसिपेसन अथवा सहभागिता एकदमै कमै रहिरहेको अवस्थामा हाम्रो केन्द्रीय समिति अथवा केन्द्रीय संस्था किराँत कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाले वर्षमा जुन राष्ट्र सेवा हुन्छ त्यो राष्ट्र सेवामा आउने हाम्रा युथहरूलाई पनि हौसला होस्, उहाँहरूको उत्थान विकास र